के हुन्छ अहिले जताततै एक किसिमको अन्यलता अथवा प्रश्न अथवा जागरुकता अथवा प्रश्न के भन्नु कि सबैले अब सोचिरहन्छन् त्यो क्वेसन गरिहाल्छन् कि अब भेट्न पाछन् पहिलो कुरा हुन्छ अब के हुन्छ यो अब के हुन्छ भन्ने भित्र धेरैवटा जवाबहरू छन् धेरैवटा क्वेसनहरू के छन् र क्वेसन अनुसारको जवाब पनि हुने भइहाल्छ मान्छेले अब के हुन्छ भनेर त झट्ट हेर्दा राजनीतिक रूपमा के हुन्छ भन्ने अर्थमा बुझ्न सकिन्छ राजनीतिक रूपमा के हुन्छ भनेर त जेनजी आन्दोलन पछाडि राजनीतिक पार्टीहरूको अवस्था के हुन्छ यिनीहरूको हैसियत अब के हुन्छ जेनजीहरूको अवस्था के हुन्छ खास जेनजी भनेको के हो र तिनको रूप कस्तो हुन्छ हैन यी यावत कुराहरू आएको देखिन्छ भने अर्कोतिर यो सँगसँगै यो अस्थिरता अराजकता लुटपाट आगजनी तोडफोड जुन भएको छ त्यो सँगसँगै देशको आर्थिक अवस्था के हुन्छ देश कतातिर गइरहेको छ देश कसले ह्यान्डल गरिरहेको छ भन्ने क्वेसनहरूको यावत जवाफको एउटै एक रूपमा मान्छेले सर्टकटमा सोधिरहेको कुरा हो कि अब के हुन्छ त्यसैले अब के हुन्छ भन्ने सन्दर्भमा लमसममा एउटै जवाफ यही हुन्छ भनेर भन्न सक्ने अवस्था छैन किनभने हरेक प्रश्नका छुट्टै छुट्टै उत्तरहरू छ जब प्रश्न फरक हुन्छ त उत्तर पनि फरक हुन्छ नै र यसैले अहिलेको अवस्थालाई समग्रमा हेर्ने विश्लेषण गर्ने र यी अवस्थाहरू आउनुको कारक तत्त्वहरू के हुन् यसमा को जिम्मेवार छन् र को यसबाट के अवसरहरू लिन खोजिरहेका छन् के फाइदा गर्न खोजिरहेका छन् कतातर्फ मुलुकलाई डोर्याउन खोजिरहेका छन् कसले कुन उद्देश्यका साथ काम गरिरहेको छ भन्ने कुराहरूले अब के हुन्छ भन्ने कुराहरू निर्भर गर्दछ त्यसर्थ एउटै अर्थमा एउटै प्रश्नमा एउटै उत्तरमा यस वा नोको ढङ्गले अब के हुन्छ भन्ने कुराको निकास आउँछ जस्तो मलाई लाग्दैन तर पृष्ठभूमिमा अब हामी अगाडिको जेसुकै होस् हामी लामो सङ्घर्ष गरेर नेपाली जनताले नेपालमा जनताको छोराछोरी राष्ट्रपति हुन पाउने प्रधानमन्त्री हुन पाउने सांसद हुन पाउने आफै जनताका छोराछोरीको संसारलाई ऐन कानुनहरू बनाउन मिल्ने र त्यो आफूले बनाएको ऐन कानुनहरू आफैको निम्ति लागू गर्ने जुन विधि प्रणाली लोकतान्त्रिक विधि प्रणाली हो त्यो विधि प्रणाली अपनाए र यो लामो सङ्घर्ष पछाडि 20,000 नेपाली जनताका छोराछोरीहरूले रगत बगाएर वीर गति प्राप्त गरेर शहीद भएर यो व्यवस्था आएको हो यो व्यवस्था त्यत्तिकै आएको होइन लामो सङ्घर्ष पछि आएको कुरो हामी सबैलाई थाहा छ तर यो व्यवस्था आइसके पछाडि यो व्यवस्थाभित्र पनि जुन ढङ्गको सुशासन पारदर्शिता जनताप्रतिको जवाफदेहिता हुनुपर्ने थियो कम्तीमा लोकप्रति समाजप्रति अलिक प्रगतिशील ढङ्गले सुधारका कामहरू आशातीत ढङ्गले जनताको आशाहरूको अपेक्षाहरूको पुरा गर्ने खालको कामहरू सोचे जति हुन सकेनन् र ती सबै कुराहरूलाई गर्न दिएन कतिपय अवस्थामा गर्छु भन्नेहरूलाई गर्न दिएन र गर्न नचाहनेहरूलाई अगाडि बढाएर यो अवस्थासम्मको सिर्जना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू लागि परे भन्ने कुराहरू हामीले अहिले पछिल्लो घटनाक्रम हेर्दा छर्लङ्गै देखिन्छ तर मेन कुरो के हो भने कसैले गर्न दियो दिएन भन्दाखेरि पनि त्यहाँ हामी भित्र नेपालमा रहेका नेपाली जनताको प्रतिनिधिहरूले गर्न चाह्यौँ चाहेनौँ गरेनौँ भन्ने कुरो नै नजर हुने भएकोले अर्थात् हाम्रो आन्तरिक पक्ष प्रदान हुने भएको कारणले हामी हिजो के गर्यौँ हामी कहाँ चुक्यौँ र जनताप्रति उत्तरदायी बनेनौँ अथवा हामी आफूप्रति आफ्नो परिवारप्रति आफ्नो समूहप्रति आफ्नो गुटप्रति आफ्नो पार्टीप्रति मात्रै वफादार हुँदाखेरि पार्टीभन्दा बाहिर पनि ठुलो समूह छ आम जनताहरू 5 वर्षमा एकचोटि भोट दिँदाखेरि मात्रै पार्टीसँग संलग्न भएका हुन्छन् त्यो पनि परोक्ष रूपमा प्रत्यक्ष रूपमा होइन गोप्य मतदान हुने हुनाले त्यो भोट हालिरहेको बेला पनि 18 वर्षभन्दा माथिका मान्छेले मात्रै हाल्ने हुँदा 18 वर्षभन्दा मुनिका ठुलो समूह हुन्छ त्यो समूह 16, 17, 15 वर्षको समूह 2 वर्ष 3 वर्ष पछाडि निर्वाचनको बालिक निर्वाचनभन्दा पछाडि फेरि उनीहरू बालिक भइसकेका हुन्छन् तथापि उनीहरूले बालिक भए म बालिक अधिकार प्रयोग गर्छु भन्न पाइरहेका हुँदैनन् यी यावत कुराहरूलाई हामीले बिर्स्यौँ हाम्रो सत्तामा रहेका नेतृत्वले बिर्से अथवा देख्न सकेनन् उनीहरूले जानी गरे नजानेर गरे त्यो आफ्नो ठाउँमा रहला ती जो पुगेका हुन् जसले त्यो
कुर्ची सम्हालेका हुन्, त्यो नीति बनाउने ठाउँ पुगेका हुन्, त्यो उहाँहरूले माग गर्ने विषयवस्तु हो। तर यिनै पृष्ठभूमिहरूको बिचमा ठुलो असन्तुष्टिको खाडलहरू सिर्जना भयो, सिर्जना गराइयो र त्यो खाडलमा विभिन्न शक्ति केन्द्रहरूले विभिन्न चरणमा, विभिन्न ढङ्गले, विभिन्न बाटोबाट, विभिन्न विधिबाट एउटा ठुलो नेटवर्क खडा गर्यो। त्यसमा सिआइए होला, र होला, आइएसआई होला, क्याम होला, के होला विभिन्न शक्ति केन्द्रका गुप्तचर सङ्गठनहरू नेपालमा छ्यापछ्याप्ती छन्। उनीहरूले आफ्नो ढङ्गले लागू गरेको देखिन्छ। सबैभन्दा प्रभावकारी र सबैभन्दा एकदमै एक्सट्रिमली चाहिँ पछिल्लो कालखण्ड सिआइए भन्ने अमेरिकाको गुप्तचर संस्था, जसले हरेक स्कुल कलेजहरूमा नेपालका विद्यार्थी सङ्गठनहरूलाई खोल्न नपाउने, तर उसको चाहिँ सङ्गठन खोल्ने ढङ्गले जुन ढङ्गले गतिविधि गरेको रहेछ र अहिले त्यो वास्तवमा बाहिरैसम्म छ्याङ्ग भएर पनि आएको छ। त्यो उहाँहरूले चाहिँ त्यो नयाँ जेनेरेसनलाई, जो यो हामीले गणतन्त्र प्राप्त गरिसके पछाडि 62-63 आन्दोलनभन्दा पछाडि, सशस्त्र द्वन्द्वभन्दा पछाडि जन्मिएका हुर्केका पुस्तालाई समेत सङ्गठित गरेर एउटा गलत ढङ्गले प्रयोग गरेको र देशकै विरुद्धमा, राष्ट्रको विरुद्धमा नेपाली जनताको धरोहरहरू, सिंहदरबार, संसद भवन, त्यस पछाडि गएर सर्वोच्च अदालत, देशको सर्वोच्च सम्मानित व्यक्तित्व राष्ट्रपति भवन र कार्यालय लगायतका अधिकांश राष्ट्रिय कुटीहरू, राष्ट्रिय धरोहरहरू, राष्ट्रिय सम्पदाहरूमाथि आक्रमण गरेको देखियो। त्यसले धेरै मान्छेहरू बिचमा क्वेसन उठ्न थालेको छ, जेनजीको आन्दोलन हाइज्याक भएको हो कि योजनाकारहरू नै हाइज्याकर थियो भन्ने खालको अहिले क्वेसनहरू उठेको छ। मलाई के लाग्दैन भने यो आन्दोलन हाइज्याक भयो, हाइज्याक गरियो भन्ने मलाई किन लाग्दैन भने यो लामो योजना बेगर, लामो तपाईँको छलफल, तयारी, व्यवस्थापन बेगर भत्तै ढङ्गले यसरी लाखौँ जनता सडकमा आउने, लाखौँ मानिसले केही दिनमै, केही घन्टामै, अझ भन्नुहोस् 27 घन्टा करिब भित्रमै समग्र देशको समग्र प्रणालीहरू हाइज्याक गर्ने, कब्जा गर्ने, तोडफोड आर्जनी गरेर सिद्धाउने कुरो सामान्य फोर्सले, सामान्य अवस्थामा सम्भव छ जस्तो मलाई लाग्दैन। किनकि हाम्रो देश यस्तो देश हो कि हामी यहाँ दुश्मन नहुँदासम्म जीवित रहने र कोही पनि दुश्मन खडा भयो भने त्यसको प्रतिरक्षा गर्न सक्ने हाम्रो देशको प्रणाली, हाम्रो देशको भौतिक अवस्था, राजनीतिक अवस्था, आर्थिक अवस्था, कसैको व्यक्तिगत अवस्था छैन। हामी जे छौँ अहिले जसरी बाँचिरहेका छौँ, हाम्रो दुश्मन नभएका कारणले बाँचेका छौँ भनेर बुझ्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ। तसर्थ हाम्रो यो जेनजी आन्दोलन जुन पुस्ताले आन्दोलन गर्यो, त्यो आन्दोलनकारी नेपालीहरू नै हुन्, हाम्रै भाइबहिनी, छोराछोरी, भाइ भतिजाहरू नै हुन्, त्यसमा कुनै दुविधा रहेन। तर उनीहरूलाई जुन ढङ्गले सङ्गठित गरियो, उब्जाइयो, हिँडाइयो, जुन ढङ्गले उनीहरू इनोसेन्ट भएको बालबालिका, नाबालकहरूलाई स्कुल ड्रेसमै लगेर गोली हान्न लगाएर ठोकेर मारियो, यो चाहिँ योजनाबद्ध काम नै हो भन्ने मलाई लाग्दछ। जुन बालबालिकाहरू त्यहाँ सङ्गठित गए, आन्दोलनमा लागे, भ्रष्टाचार विरोधी आन्दोलनको रूपमा उनीहरूले सडकमा नारा लगाए र तत्कालीन सरकार, केपी ओली सरकारले गरेको सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरुद्धको आक्रोशलाई उनीहरूले सैद्धान्तिकरण गर्नलाई सडकमा निस्किने भनेर आए। यो सँगसँगै विभिन्न आगजनी गर्ने एउटा सशस्त्र समूह जो ब्याकग्राउन्डमा तयारी गरिएको थियो, ती पनि आन्दोलनको एउटा छद्मवेशमा विभिन्न रूपमा जेनजी आन्दोलनको घुसपैठियाको रूपमा अथवा आयोजकको रूपमा, सहायोजकको रूपमा, पानी वितरकको रूपमा, खाद्यान्न वितरणको रूपमा अथवा स्वयंसेवकको रूपमा विभिन्न रूपमा प्रवेश गरेको हुनसक्छ भयो र त्यसरी नै अहिले तहस-नहस भयो होला भन्ने मलाई लाग्छ। तसर्थ अहिले यी सबै कुराहरूको ब्याकग्राउन्डमा नेपालको अवस्था, नेपालको राजनीतिक स्थिति निकै दर्दनाक, निकै दयनीय र निकै कौतूहलपूर्ण अवस्थामा पुगेको छ र त्यसैले सबैले सोधिरहेका छन् अब के हुन्छ भन्ने सन्दर्भमा एउटा कुरो प्रश्न भएको हुन्छ। राजनीतिक रूपमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीको विकल्पमा कसैले तपाईँको खेलबाड गर्न खोज्छ भने त्यो नेपाली जनताले सहन सक्दैन। किनभने नेपाली जनता त्यस्तो बलिदानीपूर्ण लामो सङ्घर्षबाट 7 दशकभन्दा बेसी हाम्रो 2-3 पुस्ताले लडाइँ गरेर सङ्घर्ष गरेर लिएर आएको लोकतान्त्रिक प्रणालीको विकल्पमा तत्कालै आउन गइहाल्छ भन्ने मलाई लाग्दैन।
त्यसैगरी एउटा जनताको छोरो या जनताको छोरी राष्ट्र प्रमुख हुने राष्ट्रपति हुने प्रणालीको विकल्पमा पनि अहिले गइरहेछन् भन्ने मलाई लाग्दैन। जहाँसम्म गणतन्त्रको विकल्पमा नारा जुलुस गर्ने पूर्व राजावादी समूहहरू जुन हुन् त्यो त वर्षौँसम्म रहिरहन्छ। यो गणतन्त्र ल्याउँदा पनि थियो नि, उनीहरूले खालि हारेको कारणले राजतन्त्र राख्न नसकेन हो, जनताले जितेको कारण गणतन्त्र आएको हो, राजावादीहरूले हारेको कारणले राजतन्त्र गएको। यसमा अरू धेरै मलाई जाउँ धेरै तर्क वितर्क गरिरहनु पनि जरुरी छैन। त्यसर्थ गणतन्त्र नेपाली जनताको हो र नेपाली जनताको जित भएको 7 दशकभन्दा लामो लडाइँपछि हो। त्यसो हुँदा यो गणतन्त्रमाथि पनि क्वेसन मार्क हुन्छ जस्तो मलाई लाग्दैन। खालि यहाँनिर अहिले खेल्न खोजेको विभिन्न देशी विदेशी केन्द्रले जो चाहिँ गर्न खोल्न खोजेको यहाँ अहिले परिचालित भएको चाहिँ के देखिन्छ भने यहाँभित्रको पात्रहरू देशलाई कसरी कमजोर पार्न सकिन्छ, देशको राष्ट्रिय एकतालाई कसरी कमजोर पारेर उनीहरूको कुरा धेरै भएका धेरै लागू गर्न सकिन्छ भनेर एउटा निकै लामो योजनाबद्ध ढङ्गले मेसिनरी ढङ्गले एउटा व्यक्ति छान्ने र त्यो व्यक्तिलाई प्रयोग गरेर आफ्नो हित अनुकूल कामहरू गराउने उद्देश्यका साथ अहिले विभिन्न गतिविधिहरू भइरहेको छ र त्यस अन्तर्गत ABCD पात्रहरूलाई यहाँ नायकत्वको रूपमा निकाल्ने होइन, उसले भए छोएपछि गरेपछि संसार सबै ठिक भइहाल्छ भन्ने किसिमको भ्रम नेपाली जनतामा सिर्जना गराएर उसलाई निर्वाचन प्रणाली मार्फतले जिताएर लिएर आउने र एउटा हाई यसको स्थिति जस्तो बनाउने र उनीबाट भित्री रूपमा देशलाई खोक्रो पार्ने गरी नेपाललाई युद्ध मैदानमा रूपान्तरण गर्ने गरी अथवा दक्षिणतिर उत्तरतिर पश्चिमतिर सुरु यी विभिन्न भेगहरूमा कुन उद्देश्यका साथ के काम गराउनु छ त्यो गराउने भन्ने उद्देश्य साथ अमेरिका, भारत, चाइना, युरोपियन युनियन अब सबै नेपालमाथि खेलिरहेका छन्। नेपालको आकाशमा मडारिरहेका छन्। नेपाली जनताको थाप्लोमा तिनीहरू मडारिरहेका छन्, टेकिरहेका छन्, हिँडिरहेका छन् भन्ने देखिन्छ। तसर्थ हेर्नुहोस्, अब यो अवस्थामा हामीले यो रिक्त संसदलाई अब विघटित भएको संसदलाई पुनर्स्थापित गरेर लिएर आउने अहिलेको आन्दोलनकारीहरूको भावनाअनुसार हुन सक्ने सम्भावना देखिँदैन। कानुन त यो संसद विघटन वैधानिक छ, गैर कानुनी छ, संविधान सम्मत छैन अहिलेको संसद गठन गरेको विधि, यी सबै कुराहरू बुझ्दै पनि अब हामीले जानुपर्ने निर्वाचनतिरै देखिन्छ। तथापि यो निर्वाचन सहजै रूपमा हुन्छ भन्ने म आफैलाई पनि लाग्दैन। निर्वाचन हुनको निम्ति निश्चित वातावरणको आवश्यकता छ, निश्चित त्यो कुरा गर्नुपर्ने हुन्छ, जनतामा त्यो किसिमको भावना जागृत गराउनु पर्ने हुन्छ। थुप्रै कामहरू बाँकी छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय तपाईँको परिस्थितिहरू पनि त्यति अनुकूल भइसकेको जस्तो देखिँदैन, किनकि अचानक रूपमा अकस्मात रूपमा एउटा शक्ति केन्द्रले देशभित्र ताभुङ्ग पार्ने गरी आगजनी गरेर देशको धेरै भौतिक संरचना ध्वस्त पारिसकेकाले मानिसहरूलाई तत्काल विश्वास गर्न गाह्रो परिरहेको छ। यस्तो अवस्थामा निर्वाचनमा जनताको विश्वास जित्नलाई निकै ठुलो माहौल प्रयोग गर्नुपर्दछ। त्यो माहौल पछाडि हुने निर्वाचनले विघटित संसदको जुनै त्यो खाली ठाउँलाई पुनः भर्नेछ अथवा एक किसिमले भन्नुपर्दाखेरि यो लथालिङ्ग भएको संविधानलाई ट्र्याकमा ल्याउने काम गर्नेछ र त्यो संसदको बहुमतले प्रधानमन्त्री निर्वाचित गर्नेछ र त्यो संसदको सर्वोच्चता कायम हुनेछ, जनताको सर्वोच्चता कायम हुनेछ र त्यस पछाडि त्यो संसदले आगामी दिनमा मुलुकको कार्यकारी प्रमुख संसदबाट निर्वाचित गरेर 5 वर्षसम्मको कार्यकाल अथवा 4 वर्ष निश्चित समय अवधि तोकेर बिचमा फिर्ता नमिल्ने गरी यदि हटाउनु पर्यो भने 2/3 बहुमतले मात्रै हटाउन मिल्ने गरी एउटा विधि बनाउन पनि सक्छ अथवा प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ कार्यकारी भन्ने पनि गर्न सक्छ। यो विधिमध्ये कुनै एउटा विधिमा गएर देशले एउटा सेफ ल्यान्डिङ तरलताको सेफ ल्यान्डिङ गरेर एउटा निकास दिन सक्छ। त्योभन्दा अर्को विधि राम्रो छ भन्ने मलाई लाग्दैन। तर त्यस पछाडि नै थाहा हुनेछ अहिले शून्यतामा पुगेको राजनीतिक दलहरूको हैसियत होइन, स्वतन्त्र भनेर विभिन्न च्याउछहरू उम्रिएका समूहहरू कसको अवस्था के रहेछ, कसको हैसियत के हुनेछ, कसले कसलाई परिचालित गरेको छ, कसले कसलाई चाहिँ सकाउन खोजेको छ, यी जे कुरा भने पनि पृष्ठहरू रहनेछन् र जसले जति मत प्राप्त गरेछ, जति सिट जित्नेछ त्यस पछाडि त्यसको त्यही हैसियत कायम हुनेछ र त्यो हैसियत नै अर्को फेरि आवातिक निर्वाचन नहुँदासम्मको निम्ति त्यो नेपाली जनताको बिचमा कायम हुनेछ। तसर्थ निर्वाचनको विकल्प निर्वाचन नै हो। अब निर्वाचनभन्दा अर्कोतिर जान सक्ने सम्भावना छैन। नेपाली जनताले बुझेर सोचेर
कुनै एउटा कठपुतली काहीँबाट परिचालित पात्र नहुँदा देश विधि र पद्धतिमा चल्नु पर्दछ भन्ने कुरा गरिरहँदाखेरि मलाई जहाँसम्म लाग्छ यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख एकजना व्यक्ति निर्वाचित भइसकेपछि कुनै देशी विदेशी शक्ति केन्द्रले त्यसैलाई चलाउन हल्लाउन झनै सजिलो हुनसक्छ। तसर्थ एकजना व्यक्तिलाई विभिन्न किसिमको स्टन्टबाजी गरेर प्रचार प्रसार एकदमै बारेर छुच्दै नसोचेको व्यक्तिलाई पनि जिताउन सक्ने सम्भावनाहरू हुन्छ। हामीले विगतको इतिहास हेरिरहेका छौँ। जस्तो काठमाडौँमै हेर्नुहोस्, नानी मैया दाहाल भन्ने एकजना महिला जो त्यति स्वस्थकर पनि देख्दैनन् स्वास्थ्यको हिसाबले, विचारको हिसाबले पनि पत्तो छैन, ती जस्ता महिलालाई पनि जिताएको जनताले नै। त्यसै गरी अहिले पछिल्लो कालखण्डमा बालेन जस्तो होइन, जसको विचार पनि छैन, सिद्धान्त पनि छैन होइन, ऱ्यापस्याप गाउने यसो हिँड्ने होइन, ढ्याङढ्याङ ढुङढुङ भाङढुङ यताउति गरेका भन्दा देखिँदैन। निर्वाचित भएर आइसकिसके पछाडि पनि कुनै खास न नीतिगत रूपमा न विधिगत रूपमा कुनै पनि कामहरू त्यो व्यवस्थित ढङ्गले गरेको देखिँदैन। कुनै क्षमता नभएको मान्छेलाई हा हो या हो भनेरै चुनाव जिताएर मेयर बनाएको पनि हामीले देखेको छौँ। हो त्यस्तै पात्रहरूलाई फेरि प्रधानमन्त्री, कार्यकारी प्रधानमन्त्री या कार्यकारी राष्ट्रपति बनाउन उनीहरूले रोल खेल्छन्, त्यो बनाइदिँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले त्यस्ता पात्रहरू आए भने मुलुक त फेरि ठुलो दुर्घटनामा जान सक्ने सम्भावना हुन्छ। हो यस्तो ठुलो दुर्घटनाबाट रोक्नको निम्ति यो र अर्को चाहिँ 6 महिना 9 महिना 15 महिना 18 महिना 2 वर्षमा सरकार ढाल्ने यो अस्थिरतालाई पनि अन्त्य गर्नको निम्ति एउटा नयाँ विकल्प नेपाली जनताले खोज्नुपर्ने जस्तो मलाई लाग्छ। त्यो नयाँ विधि र विकल्प भनेको के हुनसक्छ भने अहिलेको जस्तै विधिबाट संसदको निर्वाचन गरेर लिएर आउने र संसदको सामान्य या 2/3 बहुमतले प्रधानमन्त्री या राष्ट्रपति जे हो कार्यकारी जे बनाउने हुन्छ भने त्यो निर्वाचित गर्ने। मेरो विचारमा प्रधानमन्त्री नै कार्यकारी बनाएर निर्वाचित गर्दा ठिक हुन्छ। राष्ट्रपति एउटा देशको अभिभावकहरूमा संरक्षक रूपमा रहिराख्दछन्। र कार्यकारी प्रधानमन्त्री निर्वाचित गरिसकेपछि जसरी अहिले हामीले राष्ट्रपति निर्वाचित गरिसके पछाडि उनलाई हटाउनको निम्ति 2/3 बहुमत सामान्य बहुमतले हटाउन मिल्दैन। त्यो विधि चाहिँ त्यो प्रधानमन्त्री छानिसकेपछि प्रधानमन्त्री छान्ने विधि प्रक्रिया पनि राख्ने हो भने एकचोटि छानिसकेपछि उसले चाहिँ 4 वर्ष या 5 वर्ष हाम्रो जुन कार्यकाल छ त्यो अवधिभरि उसैले प्रधानमन्त्री चलाउने। त्यसो भएपछि अस्थिरताको अन्त्य पनि भयो। एउटा व्यक्ति पनि रहेन, किनभने त्यो सिङ्गो संसदको बहुमतले उसलाई छान्नुपर्ने विधि राख्नु पऱ्यो या 2/3 बहुमत के राख्ने होइन। प्रत्यक्ष निर्वाचित जनताबाट निर्वाचित गर्नु हुँदा जनताबाट निर्वाचित प्रतिनिधिमूलक संस्था संसदको सर्वोच्चता पनि कायम राखिरहन्छ र त्यो संसद रहेसम्म त्यो एकाधिकार सम्पूर्ण रूपमा कार्यकारी अधिकार दिए तापनि देशको महत्त्वपूर्ण राजनीतिक निर्णयहरू छिनोफानो गर्नुपर्ने निर्णयहरू संसदको बहुमतले पारित नगरेसम्म अथवा धेरै राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरू अझै 2/3ले पास नगर्दासम्म त्यो कार्यान्वयनमा नआउने केही मुद्दाहरू राखेर उनलाई कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने गरी यो विधिमा गयो भने देशमा कार्यकारी प्रधानमन्त्री पनि हुने भयो, अस्थिरताको अन्त्य पनि हुने भयो, संरक्षकको रूपमा राष्ट्रपति पनि रहने भयो, संसदको सर्वोच्चता अथवा जनताको सर्वोच्चताको प्रतिनिधिको रूपमा संसद पनि रहिरहने भयो। देशको सार्वभौम सत्ता चाहिँ नेपाली जनतामा निहित छ भन्ने कुरो चाहिँ त्यसको कार्यान्वयनको इकाइ चाहिँ संसद हो है भनेर। किनभने राष्ट्रियताको विषयवस्तुहरू संसदको 2/3ले पास नगरिकन कार्यान्वयन गर्न पाउने भन्ने विधि रहेपछि, जस्तो तपाईँलाई पछिल्लो उदाहरण दिउँ, जस्तो जम्मू कश्मीरले छुट्टै देश थियो होइन, त्यहाँको राजाले इन्डियालाई लेखेर दिए कि यो अब चाहिँ यो देश चाहिँ इन्डियाको भयो भनेपछि राजाले लेखेर दिएपछि त्यो चाहिँ जम्मू कश्मीर इन्डियाको भयो। त्यही बिचमा उसले दिने बित्तिकै उताबाट पाकिस्तानी सेनाहरू पनि गरेर आए, यताबाट इन्डियन सेना पनि गरेर गएपछि अब BOP बोर्डर अफ लाइन जहाँ छ त्यहाँसम्म उनीहरू जो कुदेर पुग्यो त्यही ठाउँसम्म भूभाग कब्जा गरे र उनीहरूले एक थरीले पाकिस्तानी भूभागको रूपमा कायम गरिरहेको छन्, एक थरीले चाहिँ इन्डियन भूभाग। तर त्यही कुरो त्यहाँको जुन सिक्किम जस्तै त होइन, जम्मू कश्मीरको कुरा गर्दै थियौँ भने जम्मू कश्मीरको जनताले जसले आफ्नो स्वतन्त्र देश पुनः चाहिन्छ भनेर आन्दोलन गरेर त्यसलाई आतङ्ककारी करार गरेर अहिले होइन सबै मारेर करिब घेरेर सिधै छ पछि हो त्यस्तो अधिकार त्यो एउटा राजाले एउटा व्यक्तिले लेखेर दिए जस्तै अर्को कार्यकारी प्रमुख जो बन्छ प्रधानमन्त्री या राष्ट्रपति जे बनाए पनि एउटा व्यक्तिमा त्यो अधिकार सबै निहित गर्यो भने उसले लेखेर दिँदैन भने के ग्यारेन्टी छ यहाँ?
त्यसरी एउटा व्यक्ति किन्नलाई उनीहरूलाई कसैलाई पनि शक्ति केन्द्र सजिलो हुन्छ, धेरै व्यक्ति किन्न अप्ठ्यारो हुनाले त्यो संसद त धेरै व्यक्तिहरूको समूह हो नि त, त्यहाँ त छलफल हुन्छ, बहस हुन्छ, जनप्रतिनिधिमा विभिन्न कोणबाट छलफल आउँछ। त्यसो हुँदाखेरि यस्ता सार्वभौम अधिकारहरू चाहिँ संसदमा राख्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। यो चाहिँ मेरो व्यक्तिगत धारणा हो, मेरो पार्टीको, मेरो घर परिवारको, समूहको धारणा कहीँ पनि होइन, यो मेरो व्यक्तिगत धारणा। र यो ढङ्गले डिसिजन गरेर गयो भने अब देशमा के हुन्छ भन्ने कुराहरूको सबै कुराको उत्तरहरू प्राप्त हुन्छ होला भन्ने लाग्दछ। बाँकी कुराहरू फेरि अरू एपिसोडहरूमा, अरू घटनाक्रममा, अरू कुराहरूमा गरौँला। आजलाई यति भन्दै मेरो धारणा यहीँ अन्त गरेँ। धन्यवाद।